हेलो गाइस धेरै बसी भएको आएको छ हैन के छ हजुरको नयाँ नयाँ खबर अनि हेलो गाइस अब हामी चाहिँ अब राम्रो हिँडेको हैन म चाहिँ हिजो पोखराबाट आएको अनि यो चाहिँ अस्ति नै आएको डेढ नम्बर 11 गते आएको अनि जति गते पनि आयो हामी चाहिँ अब हामी चाहिँ आज घरै हिँडेको अनि मम्मी आउँछ भरे त्यही भएर मम्मीले पनि आज हिँडेको गाई चाहिँ होइन बाटोको अवस्था हेर्नु कस्तो धुलो छ गाई चाहिँ यस्तो धुलोबाट हिँड्नु पर्यो अनि घाम भएर यो चाउचाउ किनेको एक कुन्टल चाउचाउ किनेको एउटा फुटी किनेको त्यहीँ छोरा अहिले खानुपर्छ हामी चाहिँ अरेरी नेतामा आम गाई छैन अरेरी नेतामा आइसक्यौँ हामी चाहिँ यतातिर त ओहो जुत्ता त बिग्रेन त गाइछौँ यता है केही छैन गाई चाहिँ भेटौँ ल हामी चाहिँ यहाँ आठा आइसक्यौँ होइन 8 के पर्सेन्टमा चाउचाउ हालेको म दिएन एक हावा के भन्ने जस्तै घाम भयो अब कोक खानुपर्छ कोक निकाल यहाँ चाहिँ मैले कोक देखाएको गाई छैन कहाँ गयो यहाँ आइज चेन्दाम तरिका गाई छोरा एडजस्ट गर्नु ल कोक खाने गाई मस्त हेर्नु न बाफु देखाएको गर्दा नि साह्रै घाम भयो यो दाइले आफ्नो चाउचाउ पनि मलाई दिइराख्नु भएको छ यस्तै हुनुहुन्छ यो दाइ त के साह्रै घाममा गाई छैन प्लिज गाइस लाइक सब्सक्राइब गरिदिनु होला प्लिज बिन्ती छ मेरो हामी अब घर पुग्दा चाहिँ 3 बज्छ होला है गाइस मेरो बिचरा म त्यस्तो राख अझै 3 घण्टा लाग्छ र 2 घण्टा 3 बजे पुग्छ कि भन्ने सो गाइस चाहिँ म चाहिँ तपाईँलाई अब जरे हरा गसी भन्छु है यसरी भेट्थ्यो अब अवसर चाहिँ तक्कर टिपेर खानु पर्यो सही मिठा छ है गाई चाहिँ अवसर चाहिँ होइन अब जे जस्तो भयो नि है भात होइन अवसर चाहिँ नछोड्नु क्या गाई खाना अवसर र काफर यसमा बेस्ट हो क्या बेस्ट हो कि बेस्ट छैन होइन अवसर खाने बेस्ट भन्नुहुन्छ यार बेस्ट होला नि को खाएर भइसक्यो खाएर म एकछिन अवसर खानु पर्ने गाई होइन हामी चाहिँ 8 कटिसक्यौँ होइन उहाँ चाहिँ आगो एउटै गरेर होइन म घरे कहाँ नि अनि म पोखरा कसित सबै हेर्ने यहाँभरि यो सबै काँडा देखाएको कि गाई यतातिर सबै आगो आयो जस्तो रापु भन्दा तर सबै आगो आयो जस्तो यहाँ त बिजै भन्छ नि त गाई उता तर चाहिँ मान्छे अनि कता कहाँ हामी चाहिँ अब जर्फामा आउनु आयौँ भन्ने खोज्नु हुन्छ अब जरे खोरा त गाई सबै आगो आयो तर सबै काँडा देखाएको के यस्तो भयो गाई बिजोग भएको गाउँ चाहिँ उहाँ त्यो बाख्रा फारम उहाँ 1-2 जना मान्छे पनि रहेछन् यार हाम्रो गाउँतिर उता मान्छे आएन जस्तो गाइस हामी चाहिँ हिँडेको अब के अरे जरेहरा आयो हामी चाहिँ जरेहरा कति म हिँडेको है उहाँ हेर्नु र कस्तो आगो राखेको गाइस हामी देखाइन मस्त अनि त्यता त हिँड्दै आइयो ठ्याक्कै गाइस सबै काँडो भएर जान त फैला है बाटो हिँड्दा हामीले सागरको बाटो छ तर भिड छ ए भाइ तपाईँको घर त धेरै नै अग्लो छ क्या किन अग्लो ठाउँमा छ क्या पसिना आएर गाइस के भन्ने है यस्तै घामबाट मलाई त ए यसै त यहाँ त कति काँडो भयो आगोहरू सबै केही बाँकी राखेको होइन कुन जुन मान्छे छ नि त्यहाँ आगो आउने धेरै जरिवान नलागेर कि यस्तो काम गर्ने त अन्त गाइस सबै काँडो यहाँ हरियो भाइ हरियो त के देख्नुहुन्छ हरियो त होला होइन
तर यहाँ धेरै जस्तो कारो आगोले खाएर केही छैन गाइस शीतल पाइन्छ त है ल हेर्नु गाइस यो आगो टान्ने मान्छेलाई के भन्ने अब भाइ यस्तो हावा गाउँघरतिरको पारा धन्न हामीले घरसम्म पुगेको छैन भन्छन् के आगो पुग्यो कि नै पो त हाम्रो घर डाँडा पऱ्यो तर ठुलो आगो आएको थियो बेकारी सुतेको थिएन अहिले आएन भन्थ्यो भन्छन् के धन्य हँसेको यार माटो कारो न कारो उफ हामी चाहिँ घर आइए त अक्क डाँडा होइन हाम्रो बाटो माघबाट गएको पारो हाम्रो बस्दा पाथी आमा बहिनी बा